हेलो गाइस, आज म बनाउँदैछु बेथीको परोठा। यदि हजुरहरू पराठा लभर हो भने चाहिँ हजुरहरूले एकचोटि यो बेथीको परोठा चाहिँ ट्राई गर्नैपर्छ है त। यो बनाउन एकदम सिम्पल, खान पनि एकदम टेस्टी, हेल्थ वाइज पनि एकदम बेनिफिसियल भनेर मानिन्छ र हुन्छ पनि है, एक्चुअली पनि यो हुन्छ। र त्यसको लागि के गर्ने भन्दाखेरि पहिला सुरु जाने आफ्नो करेसाबारीबाट बेथी लिएर आउने, त्यसलाई उमाल्ने, अनि त्यसपछि टक्क लाएर एउटा डो प्रिपेयर गर्ने। डो प्रिपेयर गरेर भ्याइसकेपछि अब आफूलाई केसँग परोठा खान मन लाग्छ, दहीसँग खान मन लाग्छ भने दही लिएर आउने, नत्र भए अचार बनाउने, जसरी मैले यहाँ बनाएँ टिमुर र टमाटरको है। त्यसपछि केही छैन यहाँनिर, एज सिम्पल एज इट लुक्स। त्यसपछि मैले टक्क लाएर यहाँनिर अब प्यान बसाल्छु, अनि त्यसपछि घिउलाई यसो फ्लेक्स गर्छु हजुरहरूलाई, अनि त्यसपछि पराठा बनाउन सुरु गर्छु। मैले अलिअलि घिउ लाई बनाएँ यहाँनिर चाहिँ। अलि बेल्न चाहिँ अलि मलाई गाह्रै भइरहेको थियो, किनकि मैले फर्स्ट टाइम बनाएको थिएँ बेथीको परोठा चाहिँ। आलुको परोठा त म बनाइरहन्छु, तर बेथीको परोठा चाहिँ बनाएको पनि फर्स्ट टाइम, ट्राई गरेको चाहिँ फर्स्ट टाइम होइन, धेरै टाइम गरिसकेको थिएँ घरमा पनि। तर यहाँ एक्लै बसेपछि चाहिँ आफैले बनाएर खाएको चाहिँ फर्स्ट टाइम है। अनि यसमा चाहिँ मलाई बेथीको एमाउन्ट चाहिँ अलिकति कमै लाग्यो, किनकि घरमा मम्मीले बनाउँदाखेरि चाहिँ पुरै ग्रिन कलरको हुन्थ्यो होइन पराठा नि, यहाँ चाहिँ हल्का हल्का कलर आएको थियो, तर त्यस्तो बिना ग्रिन भएको थिएन। तर मिठो चाहिँ एकदम थियो। सो प्लिज ट्राई इट आउट। बाई बाई।